उसलाई भने दिनकै मासु भात पकाएर दिनुपर्ने, आफू चाहिँ ढिँडो खानुपर्ने यसरी। आजसम्म तिमीले मलाई यो गर त्यो गर भने भन्यो। मान्छेको बुढाहरूले के गर्छ? भ्याकेसनमा बुढीलाई घुमाउन लान्छ उहाँ, स्विजरल्यान्ड, थाइल्यान्ड, बाली। साडी मात्रै 50-60 हजारको, एउटा फाउन्डेसन मात्रै 20-30 हजार। तिमीले आजसम्म मलाई 20 रुपियाँ सपिङ गर भनेर दिएको छ? आफ्नो कर्मै यस्तो भएछ के गर्नु? किन खाएको छैन मेरो कुरा? के नबोलिकन बस। यस्तै हो, सधैँ दुखी भएर बस्नुपर्ने मैले। अरूले जे गर्छ भन्दैमा त्यसकै पछि मात्रै लाग्ने हो त नि। अरूले यो गर्छ भने त्यही पछि लाग्ने हो त। हाम्रो चाहिँ मन हुँदैन साथीहरूको त्यस्तो देख्दाखेरि, हाम्रो चाहिँ मन हुँदैन। हामी चाहिँ हाम्रो चाहिँ के, म पनि छोरी मान्छे हो नि, गर्न मन लाग्छ नि हरेक कुरा, रहर हुन्छ। ए त्यसो भए त हाम्रो चाहिँ मन हुँदैन। मेरै साथी एउटाले त बुढी भए पनि अर्को गर्लफ्रेन्ड घुमाएर हिँड्छ त। झन् त्यो त के अर्को साथी झन् त्यसले पनि झन् दुईवटा रे गर्लफ्रेन्ड पनि। हाम्रो पनि मन हुँदैन। झन् त श्यामे भन्ने साथीले त बिहे गरेको अस्ति भर्खर अर्को बुढी लिएर आएछ। मैले त्यस्तै गर्नु? त्यस्तो गर्न मन छ? के इच्छा कुरा गरिरहेको त अनि? त्यस्तै कुरा गर्छ भने त मलाई नि एउटा केटीले यहाँ म्यासेज गरिरहेको छ। म नि के भोलि डेरिङ छौ? अनि के सुनाइरहेको त अघिदेखि यहाँ मलाई? आफूसँग जे छ त्यही कुरामा रमाउनु पर्छ भन्ने थाहा छैन। ल तिमीलाई म दिनकै मासु भातै पकाइदिन्छु, म ढिँडै खान्छु। त्यस्तो कुरा नगर न। अब अब खाने बेलामा भाषण सुनाइरहेको छ भनेको। अब कहिले त्यस्तो कुरा नगर्ने हो कि? डन।